र अब हामी देवप्रियाको पवित्र भूमितिर प्रस्थान गर्दैछौँ। यो देवप्रियाको दृश्य हो, देख्न सक्नुहुन्छ कति सुन्दर दृश्य छ। कलकल बग्दै रहेको भागीरथी गङ्गा र यहाँ चाहिँ अलकानन्द नदी र बद्रीनाथबाट आउने र भागीरथी गङ्गोत्री गलेसियाबाट आउने नदीको दुई सङ्गम स्थल हो। र यी दुईटै नदीको मिलनमा गङ्गा नदी उत्पत्ति हुन्छ र जसलाई उत्तराखण्ड पर्यटक क्षेत्रमा पवित्र भूमि चाहिँ गङ्गा नदीमा हामीले गङ्गा भन्दछौँ। र त्यहीँ गएर हामीले भागीरथी र अलकानन्द नदीमा गएर हामीले स्नान गऱ्यौँ र त्यहाँ गएर सम्पूर्ण पितृहरूलाई तर्पण गऱ्यौँ र सबैजनाले स्नान गऱ्यौँ। आफ्ना बुवाहरूलाई, आफ्ना अग्रजहरूलाई स्नान गरायौँ। योभन्दा हाम्रो लागि अरू ठुलो भाग्यको कुरा के हुन सक्छ। जीवनमा चाहिँ हामीले धेरै चिज ल्याउने भनेको यो नै हो, धेरै चिज कमाउने भनेको यो नै हो। धन भनेको त आज कमाइन्छ भोलि जान्छ, तर पुण्य भनेको आज कमाएपछि हामीलाई जन्म जन्मान्तरसम्म चाहिन्छ। जन्म जन्मान्तरसम्म हाम्रो चाहिँ बनेको हुन्छ। त्यही भएर यहाँ चाहिँ हामीले देख्न सक्नुहुन्छ सबैजनाले हाम्रो आफ्ना बुवाहरूलाई, सबैले आफ्ना बुवाहरूलाई, आमाहरूलाई, दाइहरूलाई सबैजनाले हामीले स्नान गरायौँ र उहाँहरू पनि एकदमै खुसी हुनुभयो। यस्तो पाउनु पवित्र भूमिमा आएर हाम्रा छोराहरूले स्नान गराउनु भयो भनेर सबै बुवाहरू खुसी हुनुभयो। र यो हामीहरूको सबैको भेटघाट र यो तीर्थयात्रा मिल्नु नै हाम्रो लागि ठुलो सङ्गम हो। र त्यहाँ चाहिँ सबैजनाले माछाहरू भनेको एउटा मत्स्य अवतार पनि हुन्छ र भगवान् नारायणको अवतार पनि हो। र सबैजनाले माछाहरूलाई गहुँका आटाको गोलाहरू बनाएर खुवाउँदै हुनुहुन्थ्यो चारा। र त्यहाँ निकै त्यो नदीमा निकै माछाहरू पनि देखिए र त्यहाँको जो सुन्दर दृश्य, त्यो पहाडी इलाकाको जो सुन्दर नजर थियो, अत्यन्तै मनमोहर दृश्य थियो। देख्न सक्नुहुन्छ ठुला ठुला पहाड, दुईटै पहाडको चट्टानको बिचमा चाहिँ यो सुन्दर नजर, सुन्दर दृश्य देख्न सक्नुहुन्छ। यताबाट भागीरथी, अलङ्गा नदी दुईटै नदी आएर गङ्गा नदी बनेको हो। र हामीहरू सबैजनाको यिनी यादगार छाया चित्रहरू, यो यादहरू हाम्रो सदैव यस्तै रहिरहोस्। र यो माया प्रेम आमाप्रति, दाजुभाइहरूप्रति को जो यो माया प्रेम